ल दाहिने खुट्टो भित्र आऊ बुहारी छोरा जाऊ बुहारलाई कोठा देखाऊ म खाना बनाउँछु हस् आमा सानो खुसी छ होला नि है अब त हामीले जस्तो चाहेको छौँ त्यस्तै भइरहेको छ विवेक त्यसैले म एकदम खुसी छु के त विवेक बिहान पार्टी दिने होइन हामीलाई होइन के भन्छस् है तैँले मलाई कहाँ गरेँ मैले बिहे कहिले गरेँ मैले बिहे कहाँदेखि चाहिँ होइन शिवरात्रि दिन नि बिहा हुन्छ र के भन्छस् है तैँले अनि घरमा ल्याएर राखेको चाहिँ के छ त हामीलाई छल्न खोज्ने केटाले सही कुरा गर्यो क्या केटाले सही कुरा होइन बिहा कहाँ गरेछु र मैले त भित्रको मात्रै हो के बिहा भएपछि त म पार्टी दिइहाल्छु नि तिमीहरूलाई ओहो पानी पर्ला जस्तो पो भयो त म निस्केँ है केटा हो अहिले ल आमा पाक्यो खाना पाएको बाबु बुहारलाई लिएर आऊ खाना खाना ल खा बाबु बुहारी खाना खाबा पुगे आमा तपाईँ नि खानु न आमा खाना तिमीहरू गर सुतो बाबु म बाबालाई पुज्छु
केटा हो माधव भुवन के हो बोल्दै बोल्दैन तिमीहरू के छ खबर ठिक छ यार काजी अनि के छ त नि तिम्रो हालखबर भुवन के कुरा गर्छ यस्तोसित यार हिँड जाऊ माधव यो के कुरा गर्दैछ जस्तो घुमाइ कुरा नगरौँ केटा हो भन्न खोजेको के हो भयो भयो कुरो थाहा पाएर पनि नथाहा पाए जस्तो अबुझ नबना पहिला आफ्नो शिर उठाएर हिँड्थ्यौ जुन गल्ती तिमीले गर्यौ त्यो गल्तीको कारणले गर्दाखेरि आज आफ्नै शिर झुकाएर आफ्नो ठाउँमा हिँड्नु परेको छ थाहा हो काजी माधवले भनेको कुरा सही हो उसँग म पनि सहमत छु हुन त कहिलेकाहीँ विचार गर्दाखेरि म पनि तिमीसँग नबोलाउँ कि जस्तो मलाई गिल्टी फिल हुन्छ हामी गाउँमा नभएको बेलामा तिमीले गाउँका केही महिलाहरूको कुराहरू सुनेर त्यत्रो ठुलो गल्ती गर्यो तिम्रो गल्ती सम्झिँदा त तिमीलाई साथी भन्न पनि लाज लागिसक्यो जाउँ होइन माधव हामी गाउँमा नभएको बेलामा तिमीले केही गाउँले गीत हामी गाउँमा नभएको बेलामा हामी गाउँमा नभएको बेलामा तिमीले गाउँका केही महिलाहरूको कुराहरू सुनेर त्यत्रो ठुलो गल्ती गर्यो हामी साथीहरूसँग केही सुझाव नि त्यो कुरा सम्झँदा त म पनि तिमीसँग नबोलाउँ जस्तो मलाई गिल्टी फिल हुन्छ काजी तिमीले गल्ती भएन पहिला आफ्नो शिर उठाएर हिँड्थ्यौ जुन गल्ती तिमीले गर्यौ त्यो गल्तीको कारणले गर्दाखेरि आज आफ्नै शिर झुकाएर आफ्नो ठाउँमा हिँड्नु परेको छ थाहा अलि लामो भयो माधव यो के कुरा गर्दैछ जस्तो कुरो घुमाइ भन्न खोजेको कुरो खास के हो भन त केटा हो मलाई यसरी घुमाइ कुरा नगरौँ केटा हो भन्न खोजेको के हो तिमीहरू एटिट्युड चाहियो माधव यो के कुरा गर्दैछ अहिले यो होइन माधव यो के कुरा गर्दैछ तैँले भन्नु मै अचम्मै पर्नुभयो अनि पहिला गद्दामी गर्नु त है ल ल रोल एक्सन के त विवेक बिहारन पार्टिदिने होइन हामीलाई ओए होइन के भन्छ से रोल क्यामेरा एक्सन सानो खुसी छ होला नि है अब त रोल क्यामेरा साइलेन्ट एक्सन सानो खुसी छ होला नि है अब त रोल क्यामेरा एक्सन ल जानु नानी